सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगको जुन विधेयक बनेको छ, म प्रधानमन्त्री छँदा बीचमा नै संविधान सभाको अवसान भएपछि बाँकीको समय संविधान संसद विहीन थियो। त्यस्तो बेलामा पनि म प्रधानमन्त्री हुँदाखेरि तीनटा कुरालाई म्यान्डेट लिएर म बनेको थिएँ। एउटा संविधान निर्माण गर्ने, दोस्रो जुन दुईवटा सेना थिए ती सेनाको समायोजन गरेर एउटा नेपाली राष्ट्रिय सेना निर्माण गर्ने, र तेस्रो यो सत्यनिरूपण तथा मेलमिलाप आयोग बेपत्ता आयोगका कामहरू सम्पन्न गर्ने। ती मध्येमा मैले सुरुमा नै 1 महिनाभित्र सेना समायोजनको काम सम्पन्न भयो र संविधान सभाबाट संविधान निर्माण गर्ने कुरा नजिक पुगेर 69 साल जेठ 2 गते जुन सहमति भएको थियो त्यो गर्न पाएको भए त्यति बेलै संविधान जारी हुन्थ्यो। तर विविध कारणले, भित्री बाहिरी कारणहरूले त्यो पुरा हुन सकेन र त्यो बाँकी रह्यो। र अर्को सत्यनिरूपण तथा मेलमिलाप आयोग जुन हामीले वृहत शान्ति समुदायको एउटा अभिन्न अङ्ग छ, यो तपाईँलाई थाहा होला, मन त कण्ठै छ किनकि त्यसको ड्राफ्ट गर्ने मध्येको पनि म आफू हुँ। त्यसर्थमा बेपत्ता सम्बन्धी विषयलाई 60 दिनभित्र दुवै पक्षले सार्वजनिक गर्ने भन्ने प्रश्न लेखिएको छ। त्यसको बुँदा 5 को चाहिँ सायद 3 मा 5 को 3 मा कि 2 को उसमा 5 को 3 मा र सँगसँगै 5 को 5 मा हामीले सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरेर यो विषयलाई चाहिँ टुङ्गो चाहिँ लगाउने, सत्यको अन्वेषण गर्ने, विषयप्रति सत्यको अन्वेषण गर्ने र मानवाधिकारको प्रत्याभूति गरेर दिगो शान्तिको प्रत्याभूति गर्ने भन्ने विषयमा दुई पक्षले अगाडि बढाउने भन्ने थियो। तर कानुन बनाउनुको निम्ति त्यति बेला संसद नरहेको अवस्थामा म लामो व्याख्या गर्नेतिर जान्ने यहाँलाई थाहा छ, जब राजनीतिक दलहरू सहमति नबनेर सरकार परिवर्तन गर्ने कुरा आयो त्यति बेला म निर्वाचित प्रधानमन्त्रीको हुनाले मलाई अन्तिममा एउटै शर्त राखेको थिएँ। मैले जुन 3टा विषय मलाई म्यान्डेट दिएको थियो त्यो मध्येको सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी कामको कमसेकम त्यो संसद नभए पनि अध्यादेशै जारी गरेर नभइकन म छोड्दिनँ भन्ने अडान लिएर धन्य 1-2-3 हप्ता 1 महिना त्यो लम्बिएको थियो। र मेरो मन्त्री परिषदले गरेको अन्तिम मध्ये 2टा निर्णय गरेको थियो। एउटा खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरे, मैले राजीनामा गरेको छैन, हेर्नु होला, कानुनविदहरूले भन्नु होला, मैले कोही त उसबाट मन्त्री परिषद राजीनामा गरेको छैन, मैले खालि उहाँलाई सत्ता हस्तान्तरण गर्ने भन्ने एउटा निर्णय गरेको छ। र त्यसैको आसपासमा रहेर 1 दिनभित्रमा मैले चाहिँ त्यो विधेयकको चाहिँ एउटा अध्यादेश जारी गरेर मैले छोडेको छु। त्यसले अहिले 19 वर्ष पुरा भइसक्यो। यो या ऊ बहानामा म यहाँ कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न, यो सम्पन्न भइरहेको छैन। हामीले केही महिनाभित्र केही वर्षभित्र सम्पन्न भन्ने गरेको कुरा 19 वर्षसम्म सम्पन्न नहुँदा के स्थिति होला भन्नु त। यहाँ पक्कै पनि दण्डपीडित परिवारका सदस्य हुनुहुन्छ, म पनि देशमा घुमिरहेकै हुन्छु। उहाँहरूको त्यो दृश्यहरू देख्दा म आफै भावविह्वल, म आँसु थाम्न गाह्रो बनाउँछ भने भनाइ नै छैन त। जस्टिस डिलेड इज जस्टिस डिनाइड भन्ने गरिन्छ। जब 19 वर्षसम्म तपाईँले सम्पन्न गर्न सक्नुहुन्न भने कतिपय मान्छेहरूको मृत्यु पनि भइसक्यो होला, तिनका बालबच्चाहरू हुर्केर अर्कै भइसक्यो होलान्, अरू घर परिवारको अर्कै अवस्था होला। 19 वर्षसम्म यसरी हामीले थाकिराख्नु मिल्छ? त्यसैले हामी सबै चाहिँ आत्मलोचक बनाऊँ र मेरो भनाइ के हो भने यसलाई सम्पन्न गरौँ।